नमस्कार साथीहरू। नेपालको बागलुङ जिल्लामा अवस्थित कालिका भगवती मन्दिरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्त्व रहेको छ। जुन मन्दिर खास गरी चैते दशैंको बेलामा श्रद्धालुहरूको भिडले भरिने गर्दछ। चैते दशैं वर्षको दोस्रो दशैंको रूपमा चिनिन्छ, जुन विशेष रूपमा देवी दुर्गाको पूजा अर्चना गरेर मनाइन्छ। यस अवसरमा बागलुङ कालिका मन्दिरमा हजारौं भक्तजन आन्तरिक तथा बाह्य जिल्लाबाट आउने गर्दछन्। यस अवसरमा विशेष पूजा, बलि प्रथा, रातभरि जागरण बसेर पूजा गर्ने गरिन्छ। यही बेलामा त्यहाँ ठूलो मेला लाग्दछ। विभिन्न सांस्कृतिक कार्यक्रमहरू हुन्छन्, खेलकुद प्रतियोगिताहरू हुन्छन्, स्थानीय उत्पादनका सामानहरूको बिक्री वितरण हुने गर्दछ, करोडौंको व्यापार व्यवसाय हुने गर्दछ। कालिका मन्दिरको आस्था, संस्कृति र भव्यता चैते दशैंको समयमा अझ प्रगाढ रूपमा देखिन्छ। धन्यवाद।